यदि तपाईलाई पनि 0 देखि अंग्रेजी भाषा बोल्न मन लाग्छ, सिक्न मन लाग्छ भने तपाईहरुले हामी सिकाउँदै छौं 0 देखि अंग्रेजी भाषा। यदि अगाडिको क्लासहरु हेर्न छुटाउनु भएको छ भने तपाईले मेसेज गर्नु होला, क्लासको लिंक म दिइहाल्छु, मज्जाले हेर्नु होला। केही न केही कुरा तपाईले अवश्य पनि सिक्नुहुन्छ र यु विल इम्प्रुभ। तपाईले अवश्य पनि के गर्नुहुन्छ त सुधार गर्नुहुनेछ। त्यसकारणले गर्दा हामीले 0 देखि अनलाइन क्लास गर्दै गर्दा अहिले हामी टेन्स पढ्दै छौं। टेन्स भनेको काल हो, तपाईलाई थाहा छँदै छ। यदि तपाई आज भर्खरै हेर्नु हुँदैछ भने पनि क्लासलाई पुरा वाच गर्नु होला। केही न केही कुराहरु पक्कै सिक्नुहुन्छ। अगाडिको छुटेको क्लासहरु तपाईले मलाई मेसेज गरेर माग्नु होला, म सम्पूर्ण क्लासको लिंकहरु तपाईलाई दिइहाल्ने छु। त्यसपछि तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ। अब आजको क्लासमा ढिला नगरी हामी प्रवेश गरौँ। आज हामी के पढ्दै छौं भने फ्युचर कन्टिन्युअस टेन्स। फ्युचर कन्टिन्युअस टेन्स भनेको के हो त भन्दाखेरि हामीले अस्तिको दिनमा फ्युचर सिम्पल फ्युचर टेन्स पढ्यौं है। अब आज हामी फ्युचर कन्टिन्युअस टेन्स, हिजोको हामीले भिडियोमा फ्युचर सिम्पल फ्युचर टेन्स सामान्य भविष्यकाल पढ्यौं भने आजको भिडियोमा फ्युचर कन्टिन्युअस टेन्स अर्थात् अपूर्ण भविष्यकाल भनेको यदि अंग्रेजीमा भविष्यको बारेमा कुरा गर्नु पर्यो भने कसरी गर्ने त, यस्तो गर्ने छ त्यस्तो हुनेछ भनेर भन्नु पर्यो भने कसरी गर्ने त। अगाडिको भिडियोहरु हेर्न छुटाउनु भएको छ भने तपाईले प्लिज मेसेज गर्नु होला। तपाईलाई हामी लिंक दिने छौं। तपाईले युट्युबमा गएर सम्पूर्ण भिडियोहरु एकदम निशुल्क रूपमा हेर्न सक्नुहुन्छ। सो आई रिक्वेस्ट यु टु वाच माई फुल भिडियो। तपाईले धेरै कुराहरु सिक्नुहुनेछ। सो फ्युचर कन्टिन्युअस टेन्स के हो त, अब यसलाई म एकदम सरल तरिकाले बुझाउने कोसिस गर्छु। हेर्नु होला, फ्युचर कन्टिन्युअस टेन्स भनेको के हो भने अपूर्ण भविष्यकाल। अपूर्ण भनेको के हो त, पूरा नभएको। भविष्यत भनेको के हो त, भविष्य। काल भनेको समय। यदि भविष्यमा तपाईले अपूर्ण पूरा नभइरहेको कामको बारेमा कुरा गर्दा, जस्तै एक्जाम्पलबाट तपाईहरुलाई म बुझाइदिइहाल्छु। के हुन्छ भने म भोलि स्कुल गइरहेको हुनेछु। के गरिरहेको हुनेछु त, गइरहेको हुनेछु। त के काम गरिरहेको हुनेछु, गइरहेको हुनेछु। तर त जाने काम कम्प्लिट भएको चाहिँ हुँदैन, गइरहेको हुनेछु। म भोलि बिहान खाना पकाइरहेको हुनेछु। के गरिरहेको हुनेछु, पकाइरहेको हुनेछु। पकाएको हुनेछु भनेको छैन, पकाइरहेको हुनेछु अर्थात् के हो भने त्यो काम चाहिँ भइरहेको हुनेछ कुनै समयमा हैन। ऊ चाहिँ भोलि बिहान घर बढारिरहेकी हुनेछिन्। के गरिरहेकी हुनेछिन् त, बढारिरहेकी हुनेछिन्। सो के बुझ्ने भने तपाईहरुले यो सिम्पल फ्युचर कन्टिन्युअस टेन्स भनेको अपूर्ण भविष्यकाल। भविष्यमा कुनै काम चाहिँ पूरा भएको हुँदैन, त्यो चाहिँ चलिरहेको हुन्छ है। जस्तै तपाईहरुले भोलि मेरो अर्को भिडियो हेरिरहेको हुनुहुनेछ। के गरिरहेको हुनुहुनेछ त, तपाईले मेरो भिडियोहरु हेरिरहेको हुनुहुनेछ। त्यो काम चाहिँ भइरहेको हुन्छ त्यो समयमा, एउटा निश्चित समयमा। टुमरो भनेर लास्टमा हामीले समय राख्न सक्यौं। सो के बुझ्ने भने हामीले फ्युचर कन्टिन्युअस टेन्स भनेको कुनै पनि काम भविष्यमा चाहिँ चलिरहेको हुनेछ, गइरहेको हुन्छ है। केही पनि काम चाहिँ भइरहेको हुनेछ। समथिङ दैट इज ह्यापनिङ इन द फ्युचर। कुनै पनि काम भइरहेको हुनेछ। सो अब यहाँनेरि के बुझ्ने भने तपाईले सेन्टेन्स त बनाउनु पर्यो, कसरी बनाउने भन्ने कुराहरु यहाँ सबैभन्दा सुरुमा सब्जेक्ट राख्छौं अनि विल बी राख्छौं है। त्यसपछि चाहिँ विल बी, हेल्पिङ वर्ब विल बी। सब्जेक्ट पछाडी विल, सब्जेक्टको ठाउँमा आई, वी, यु, दे, ही, सी, इट मान्छेको नाम जे पनि आउन सक्छ। अनि त्यस पछाडी विल बी पछाडी भर्ब फोर राख्ने। भर्ब भनेको क्रिया, उसले गर्ने काम। जस्तै उ पकाइरहेको हुनेछ भन्दा के काम गरिरहेको हुनेछ, पकाउनु। त पकाउनु भनेको यहाँ आउँछ। अनि अब्जेक्ट यहाँनेरि आउँछ। त्यो यसको मतलब के हुन्छ त, यी रहेको हुनेछन्, यी रहेको हुनेछु, यी रहेको हुनेछिन्, दै हुनेछिन् भन्दा पनि भयो। अनि अब नेगेटिभ गर्नु पर्यो भने, नेगेटिभ सेन्टेन्स बनाउनु पर्यो भने मैले यहाँ नेगेटिभको लेखेको छुइनँ। तपाईले नेगेटिभ बनाउँदा चाहिँ जस्ट तपाईले विलको पछाडी नट थपिदिनुहुन्छ भइहाल्छ। जस्तै यी रहेको हुनेछु भन्दाखेरि यी रहेको हुनेछु भन्दा विल बी भयो। यी रहेको हुने छैनन्, यी रहेको हुने छुइनँ भन्दाखेरि विलको पछाडी नट आउने भयो, विल नट अथवा वान्ट। सो विलको पछाडी नट राख्ने हो, त्यसलाई हामीले वान्ट पनि भनेर भन्छौँ। हिजोको क्लास हेर्नु होला गएर। अनि अब प्रश्न गर्नु पर्यो कि यस्तो भइरहेको हुनेछ कि त्यस्तो भइरहेको हुनेछ भनेर भन्नु पर्यो भने चाहिँ सुरुमा विल राख्छौं, अनि सब्जेक्ट राख्छौं, अनि बी राख्छौं, अनि भर्ब फोर राख्छौं, अनि अब्जेक्ट राख्छौं। कसरी हो अब एक्जाम्पलबाट क्लियर भइहालौँ है त। म कोठा सफा गरिरहेको हुनेछु। पहिले हुनेछु बनाऊ है, हुने छुइना पनि लेखेको छु। यसको दुईटा बनाउने हो, पहिले पोजिटिभ हुनेछु बनाउने अनि हुने छुइना पछाडी बनाउने, तल बनाउने। सो पहिले म कोठा सफा गरिरहेको हुनेछु यो बनाऊ है त। यो मान्छेले के भन्दैछ भने म कोठाको सफा गरिरहेको हुनेछु, मतलब यसले कोठा सफा गर्ने काम त्यो समयमा चाहिँ गरिरहेको हुनेछ, पूरा भएको हुँदैन भन्ने तपाईले बुझ्ने। जस्तै अब यहाँ सब्जेक्ट के हो त, म भनेको के हो त, आई। अनि त्यसपछि विल बी राख्ने, आई विल बी है। I will be, I will be। अब बफो के काम गरिरहेको हुनेछ, सफा गर्नु। सफा गर्नुलाई के भन्छ, क्लिन। अब क्लिनको बफो के हो त, क्लिनिङ। I will be cleaning, म सफा गरिरहेको हुनेछु। I will be क्लिनिङ, म सफा गरिरहेको हुनेछु। के सफा गरिराख्नु भएको हुनेछ तपाईले, कोठा। कोठालाई के भन्छ त, द रुम हैन, द रुम।
सो आई विल बी क्लिनिङ द रुम, म कोठा सफा गरिरहेको हुनेछु। भोलि भन्नु पर्यो भने तपाईँले पछाडि टाइम पनि राखिदिन सक्नुहुन्छ, एट दिस टाइम टुमरो। भोलि तपाईँले यहाँ टुमरो थपिदिन सक्नुहुन्छ पछाडि, समय पनि राख्न चाहनुभयो भने। सो आई विल बी क्लिनिङ द रुम, म कोठा सफा गरिरहेको हुनेछु। अब म कोठा सफा गरिरहेको हुने छुइनँ भन्नु पर्यो भने के गर्ने त, विलको पछाडि नट थपिदिने। आई विल नट है, आई विल नट। यही विल नटलाई अझै छोटकरीमा लेख्दा वान्ट लेखिन्छ, यो दुईटामा एउटा लेख्दा हुन्छ तपाईँले। आई विल बी नट अथवा आई विल नट अथवा आई वान्ट, अनि त्यस पछाडि अरू जस्ताको त्यस्तै थप्ने। आई विल नट बी क्लिनिङ है, क्लिनिङ भनेको सफा गरिरहेको, क्लिनिङ द रुम है त, यहाँनिर द रुम। सो आई विल नट बी क्लिनिङ द रुम, यो द रुम मैले यहाँ आँटेन, यहाँ तपाईँले बुझ्नु होला। सो आई विल नट बी क्लिनिङ द रुम, यो विल नटको सट्टामा वान्ट लेख्दा पनि हुन्छ। आई वान्ट बी क्लिनिङ द रुम, म कोठा सफा गरिरहेको हुने छुइनँ। अब के म कोठा सफा गरिरहेको हुनेछु होइन भन्नु पर्यो भने चाहिँ कसरी भन्ने, यो तलको स्ट्रक्चर युज गर्ने। सबैभन्दा सुरुमा विल राख्ने है, विल, अनि सब्जेक्ट के हो त, आई छ नि त, विल आई, अनि बी राख्ने, विल आई बी, अनि भफ के हो त, काम भनेको छ, के काम, सफा गर्नुलाई के भन्छ, क्लिनको भफ हो क्लिनिङ। विल आई बी क्लिनिङ, के म सफा गरिरहेको हुनेछु, के त अब्जेक्ट के हो त, कोठालाई के भन्ने त, द रुम। सो क्वेसन मार्क हुन्छ पछाडि, विल आई बी क्लिनिङ द रुम, तपाईँले प्र्याक्टिस गर्नुपर्छ है, यु हेभ टु प्र्याक्टिस एभ्री टाइम, अनि मात्र सिक्नुहुन्छ, तपाईँले प्र्याक्टिस गर्नुपर्छ। सो विल आई बी क्लिनिङ द रुम, के म रुम सफा गरिरहेको हुनेछु त भन्ने अर्थ दिन्छ। सो यो फ्युचर कन्टिन्युस टेन्स अपूर्ण भविष्यकालको प्रयोग त्यति बेला गरिँदो रहेछ जुन चाहिँ काम भविष्यमा चलिरहेको हुनेछ, पुरा भएको हुँदैन। ल अझै यहाँ हेर्नुहोस् है, तपाईँले उनीहरू मलाई पर्खिरहेका हुनेछन्, यहाँ दुईवटा वाक्य लेखेँ मैले, तपाईँहरूलाई भिडियोलाई पज गर्नु होला अनि बनाउनु होला, अनि फेरि प्ले गर्नु होला। उनीहरू मलाई पर्खिरहेका हुनेछन्, अब यसलाई बनाऊ है त हामीले, उनीहरू मलाई पर्खिरहेका हुनेछन्, सब्जेक्ट राखौँ, उनीहरू पर्खिरहेका हुनेछन् भनेको छ, हुने छैनन् भनेको छैन। सो दे अनि विल राख्ने, सब्जेक्ट दे, उनीहरूलाई दे भन्छ, दे विल, अनि बी पनि राख्ने, दे विल बी, अनि बफ हो, के काम गरिरहेका हुनेछन्, पर्खिरहेका हुनेछन्। पर्खिनुलाई के भन्छ, वेट भन्छ, वेटको बफ हो के हो त, आइएनजी थपिदिएर वेटिङ। सो दे विल बी वेटिङ, उनीहरू पर्खिरहेका हुनेछन्, कसलाई त, मलाई भनेको के हो त, फर मी भनिन्छ है, वेटिङ फर मी। सो मलाई अब्जेक्ट के हो त, मलाई। सो दे विल बी वेटिङ फर मी, उनीहरू मलाई पर्खिरहेका हुनेछन्, वेटको पछाडि जहिले पनि फर राख्नुपर्छ है, वी वेट फर सम वान अर समथिङ है। सो दे विल बी वेटिङ फर मी, उनीहरू मलाई पर्खिरहेका हुनेछन्। अब उनीहरू मलाई पर्खिरहेका हुनेछन्, के बुझ्ने भने यो वाक्यबाट उनीहरूले चाहिँ भोलि अथवा यहाँ पछाडि तपाईँले टुमरो थपिदिँदा पनि सक्नुहुन्छ। एट दिस टाइम टुमरो, भोलि यही समयमा, एट दिस टाइम भनेको यो समयमा, टुमरो भनेको भोलि, एट दिस टाइम टुमरो पर्खिरहेका हुनेछन्। सो दे विल बी वेटिङ फर मी, उनीहरू मलाई पर्खिरहेका हुनेछन्, त्यो काम चाहिँ भइरहेको हुनेछ भोलि एउटा निश्चित समयमा। अब उनीहरू मलाई पर्खिरहेका हुने छैनन् भन्दाखेरि दे विल नट अथवा विल नटको सट्टामा वान्ट राख्दा पनि हुन्छ, दे विल नट बी वेटिङ फर मी, उनीहरू मलाई पर्खिरहेका हुने छैनन्। अनि अब क्वेसन गर्दाखेरि तपाईँले यो स्ट्रक्चर युज गरेर बनाउनु होला कमेन्ट बक्समा। सो के तिमी फिल्म हेरिरहेका हुनेछौ, भनेर कसैलाई सोध्नु पर्यो, भोलि भनेर पनि सोध्नु पर्यो अरे, के तिमी भोलि फिल्म, त्यो भोलिलाई त हामीले एट द एन्ड अफ द सेन्टेन्सको अन्तिममा राख्छौँ टुमरो भनेर होइन। सो के तिमी फिल्म हेरिरहेका छौ भन्दाखेरि यो हामीले प्रश्न सोद्धा चाहिँ यो तलकोमा लानु पर्यो, वेल होइन, वेल यु, सब्जेक्ट यु हो नि त, तिमी भनेको छ, विल राख्यो यु, अनि बी राखिदिने बी। अब भफ हो, के काम, हेर्नुलाई के भन्छ, वाच भन्छ, वाचको भफ हो के हो त, आइएनजी थपिदिने वाचिङ। सो विल यु बी वाचिङ, के हेरिरहेका हुनेछौ, के तिमी हेरिरहेका हुनेछौ, के हेरिरहेका हुनेछौ त, फिल्मलाई के भन्छ त, फिल्म भन्दा पनि भयो, अ मुभी भन्दा पनि भयो, केही छैन, बोथ आर करेक्ट। ल मुभी लेखिदिउँ हामी, केही पनि छैन। सो फिल्म पनि इङ्ग्लिसै वर्ड हो। सो विल यु बी वाचिङ अ मुभी, के तिमी मुभी हेरिरहेका हुनेछौ, के तिमी फिल्म हेरिरहेका हुनेछौ भनेर यसरी तपाईँले तलको चाहिँ प्रश्न सोद्धाखेरि यस्तो गरिरहेका हुनेछौ, त्यस्तो गरिरहेका हुनेछौ भन्दाखेरि यसरी हामीले वी क्यान एक्ट लाइक दिस, यसरी पनि सोध्न सकिन्छ, बुझ्नुभयो। ल यो हेर्नुहोस्, तपाईँले फेरि दुईवटा, भोलि काम गरिरहेको हुनेछ, यो समय आयो भने चाहिँ भोलि, अर्को हप्ता, अर्को महिना भन्यो भने चाहिँ त्यसलाई अन्तिममा राखिदिनुहोस् है तपाईँले अब्जेक्टको पछाडि। सो ऊ भोलि काम गरिरहेको हुनेछ, यसलाई बनाऊ है त। उसलाई के भन्छ, सब्जेक्ट ऊ भनेको हि, अनि विल बी राखिदिने, हि विल बी,
he will be बफ हो काम गर्नुलाई के भन्छ वर्क भनेको काम गर्नु सो he will be working ऊ काम गरिरहेको हुनेछ he will be working ऊ काम गरिरहेको हुनेछ कहिले त समय पनि छ भने भोलि भनेको छ भने यसलाई अन्तिममा राखिदिने tomorrow है tomorrow so he will be working tomorrow ऊ भोलि काम गरिरहेको हुनेछ अब ऊ भोलि काम गरिरहेको हुने छैन नेगेटिभ बनाउनु पर्यो भने will को पछाडी not थप्दिदा भइहाल्छ he will not be working tomorrow ऊ भोलि काम गरिरहेको हुने छैन नेगेटिभ चाहिँ मैले तपाईहरुलाई यहाँ लेखिन तर के बुझ्ने भने will को पछाडी not थप्दा नेगेटिभ भइहाल्छ यी रहेको हुने छैन भन्दा भइहाल्छ के हामी अर्को हप्ता चिडियाखाना घुमिरहेका हुनेछौँ भनेर कसैले सोध्यो अरे यस्तो भए त्यो अर्को हप्ता हामी यसो घुमिरहेको हुनेछौँ भन्नु अरे अर्को हप्तालाई नेक्स्ट विक हुन्छ त्यसलाई त हामी अन्तिममा राखिदिइहाल्छौँ हैन सो यसलाई बनाऊ है त कसरी बनाउने हो सो विल प्रश्न हो नि त त्यही कारणले गर्दा विलबाट सुरु गर्ने अनि अब सब्जेक्टको हो त हामी भनेको कारणले गर्दा विल वी अनि बी पनि राख्ने विल वी बी अनि बफो अब घुम्नुलाई के भन्छ भिजिटको बफो के हो त भिजिटिङ विल वी बी भिजिटिङ है यहाँ है विल राखेको सब्जेक्ट वी छ अनि बी राखेको के काम घुम्नु भिजिट भन्छ भिजिटको बफो भिजिटिङ अनि अब्जेक्ट कहाँ त चिडियाखानालाई के भन्छ द जू विल वी बी भिजिटिङ द जू कि हामी चिडियाखाना घुमिरहेका हुनेछौँ विल वी बी भिजिटिङ द जू कि हामी चिडियाखाना घुमिरहेका हुनेछौँ अर्को हप्ता पनि भनेको छ नि त त्यसलाई अन्तिममा राखिदिने नेक्स्ट विक यहाँ क्वेसन मार्क चिन्ह सो विल वी बी भिजिटिङ द जू नेक्स्ट विक कि हामी अर्को हप्ता चिडियाखाना घुमिरहेका हुनेछौँ भनेर यसरी हामीले प्रश्न पनि गर्न सक्यौँ सो तपाईहरुले के याद राख्ने भने फ्युचर कन्टिन्युअस टेन्सको प्रयोग चाहिँ त्यति बेला गरिँदो रहेछ जति बेला जुन काम चाहिँ भविष्यमा त्यो भइरहेको हुनेछ है त्यो त्यति बेला जस्तै मैले भने म तपाईहरुसँग भोलि कुराकानी गरिरहेको हुनेछु आई विल बी टकिङ टु यु म तपाईसँग बोलिरहेको हुनेछु आई विल बी टिचिङ यु टुमरो म तपाईहरुलाई भोलि पढाइरहेको हुनेछु यही समयमा एट द सेम टाइम भनेको भोलि यही समयमा यसरी हामीले फ्युचर कन्टिन्युअस टेन्सको प्रयोग गर्न सक्छौं सो यो चारवटा सेन्टेन्स हजुरहरुको प्र्याक्टिसको लागि भनेर मैले दिएको छु कमेन्ट बक्समा बनाउनु होला नत्र भए तपाईले मेसेज बक्समा बनाएर पठाइदिदा पनि हुन्छ यदि 0 बाट अनलाइन क्लास लिन चाहनुहुन्छ र इंग्लिशलाई इम्प्रुभ गर्नुहुन्छ हाम्रो 0 बाट एडभान्स सम्मको अंग्रेजी अनलाइन कोर्स भइरहेको छ यदि हजुर पनि जोइन गरेर आफ्नो इंग्लिशलाई इम्प्रुभ गर्न चाहनुहुन्छ भने मेसेज गर्न सक्नुहुन्छ यो चारटा सेन्टेन्स तपाईले कमेन्ट बक्समा बनाउनु होला सो राम भोलि नाचिरहेको हुनेछ समय आयो भने हामीले समयलाई अन्तिममा राखिदिन्छौं भनेको छ उनीहरु अर्को महिना काम गरिरहेका हुनेछन् अर्को महिनालाई नेक्स्ट मन्थ भन्छ के तिमी फुटबल खेलिरहेका हुनेछौ यहाँ चाहिँ प्रश्न सोधेको रहेछ म अर्को हप्ता झापा गइरहेको हुने छैन हुनेछु पनि बनाउने हुने छैन पनि बनाउने सो आजको भिडियोमा आई होप तपाईले केही सिक्नु भयो होला केही सिक्नु भएन भने भिडियोलाई एकचोटी फेरि पनि हेर्नु होला भिडियोलाई शेयर लाइक सब्स्क्राइब पनि गरिदिनु होला केही बुझ्नु भएन भने हजुरहरुले मलाई प्रश्न पनि गर्न सक्नुहुन्छ अनलाइन क्लास पनि हजुरहरुले हामीसँग जोइन गर्न सक्नुहुन्छ सो आई विल बी टिचिङ यु एट द सेम टाइम टुमरो भोलि पनि यही समयमा तपाईहरुलाई पढाइरहेको हुनेछु त्यति बेरसम्मको लागि हजुरहरुले केही सिक्नु भयो भन्ने आशा गर्दै म क्लासबाट बिदा हुन चाहन्छु So thank you so much everyone. Keep learning with me. Thank you so much.